मर्यादा बिर्सिएर संसदमा नीलो क्रान्ति गर्ने पनि डीपी अर्याल। अहिले सभामुख बन्दा त्यस्तै प्रकृतिको विरोधमा मर्यादाको सीमा देखाएर निर्देशन मात्र होइन चेतावनीको फरमान जारी गर्ने पनि डीपी अर्याल। हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। विपक्षी दलले एक साताभन्दा धेरै समयदेखि संसदमा प्रधानमन्त्री बालेन शाहलाई खोजिरहेका छन्। मर्यादामा बसेर विरोध गर्दा सभामुखले रात बिरात पेलेर संसद चलाए। यसका बावजुद पनि श्रम संस्कृति पार्टीले विरोध छोडेन। आफ्नो बोली नसुनेपछि संसदीय मर्यादाभित्र नपर्ने भए पनि सदनमा प्ले कार्ड बोकेर सांसदहरू प्रदर्शनमा गत वर्ष पनि रासोपाले 100 दिनसम्म संसद अवरोध गर्यो। त्यहाँ नीलो स्कार्फ लगाएर आउने, पलेटी कस्नेसम्मका गतिविधि यही रासोपाले देखाएको थियो। त्यसको नेतृत्वकर्ता यिनै अर्याल थिए। त्यति बेला आफ्ना असंसदीय गतिविधि रासोपाका लागि जनताको आवाजको प्रतिनिधित्व हुन्थ्यो। अहिले अर्कै कुनै दलले त्यो आवाजको प्रतिनिधित्व गर्न खोज्दा मर्यादाहीन ठहर गरिँदैछ। किनकि सभामुखले आफ्नो अधिकार आफ्नो पार्टीको सरकारमाथि प्रयोग गर्न नसक्दा आज संसद माइतीघर जस्तो बनेको छ। हर्कराज राई साम्पाङले त सरकार र सभामुख नसच्चिए निलम्बन खेप्नेसम्मको चेतावनी नै दिएका छन्। ठिक छ त त्यो ठिक छ त ठिक छ त त्यो ठिक छ त हामी रेडी छौँ रेडी छौँ हामी जनताको लागि जनताको तपाईको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि, हैन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छौँ। बिहीबार पनि प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीले संसदमा अवरोध गरे। प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्री सुविता गौतमले काम गर्न खोजेपछि विपक्षीले नमान्दा बैठक 15 मिनेटसम्म स्थगित भएको थियो। त्यसपछि डीपी प्रधानमन्त्रीलाई भेट्न त्यही नजिकै रहेको प्रधानमन्त्री कार्यालय गएका थिए। आज नभए अर्को बैठकमा आउनुहोस् तर समय दिनुहोस् भन्दै बिन्ती बिसाएका थिए। तर प्रधानमन्त्रीले नमानेपछि रन्थनिँदै आएका सभामुखले बैठक चलाए। विपक्षीले वेल घेरे। आफूले भन्दा पनि प्रधानमन्त्रीले नमानेपछि डीपीले पनि डीपी गरेरै पेलेरै संसद चलाए। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। अनुहार फरक तर प्रवृत्ति उस्तै। हिजो संख्याको दम्ब र एमालेको छाया तत्कालीन सभामुख देवराज घिमिरेमा देखिन्थ्यो। अहिले त्यही रूप डीपीको ढिपीले देखाएको छ। सांसदलाई मर्यादित बनाउन सक्ने डीपी प्रधानमन्त्रीले मर्यादा तोडेको देख्दैनन्। रासोपा सांसदले हाकाहाकी संविधान विपरीतका बहस चलाएको देख्दैनन्। सरकारलाई जवाबदेही बनाउन सक्दैनन्। प्रधानमन्त्री बिना नै नीति कार्यक्रम पारित भएको छ। अर्थमन्त्री नभई बजेटका सिद्धान्तमा छलफल चलाइएको छ। सत्ता पक्षकै सांसदले अर्थमन्त्री बिना प्री बजेट छलफल भइरहेको भन्दै प्रश्न उठाए। एउटा कुरा सभामुखबाट अन्तमा म आग्रह गर्न चाहन्छु, रुलिङ होस् कि अर्थमन्त्रीको सामने मात्र बजेट विनियोजनको कल्पना हुन्छ, अरू मन्त्री यसमा प्रतिनिधित्व गर्न पाइँदैन। त्यो कहिले पनि यो संसदीय परम्परामा थिएन। पछिल्लो कार्यकालमा हजुर पनि सांसद हुनुहुन्थ्यो। के अर्थमन्त्री नभएको बेलामा संसद रोकिन्थ्यो। त्यसपछि अर्थमन्त्रीलाई बोलाएर संसद सुचारू हुन्थ्यो। त्यसकारण अर्थमन्त्रीलाई बोलाइयोस्। धन्यवाद। यति मात्र होइन, रासोपाका अरू सांसदहरू विवेक बन्दकी राखेर भए पनि सरकारका हरेक निर्णयको समर्थन गरिरहँदा अमरेश कुमार सिंहले भने नयाँको नाममा सबै भत्काउने हो भने सिंहदरबार प्रधानमन्त्री र मन्त्री पद पनि भत्काउन चुनौती दिएका थिए। सबै परम्परा भत्काउँदै गयो भने त्यो संसदको औचित्य समाप्त हुन्छ, पार्लिमेन्ट्री सिस्टमको औचित्य समाप्त हुन्छ। हाम्रो देश, हाम्रो संविधान पार्लिमेन्ट्री सिस्टम अङ्गीकार गरेका छ। कस्तो परम्परा सुरुवात हुँदैछ, नयाँको नाममा सबै चिज भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाम चेन्ज गरौँ न। यो किनकि औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक दिन 2 दिन छलफल चल्छ। त्यति गर्दा समेत सभामुखको चेत खुलेन। एमाले सांसद राजेन्द्र कुमार राईले अर्थमन्त्री सदन बैठकमा नआएसम्म विनियोजन विधेयकमाथिको छलफल हुन नसक्ने भन्दै हात बाँधेर रोस्टममै उभिएपछि बल्ल सभामुखको चेत फिरेको थियो। 15 मिनेट बैठक स्थगित गराएर अर्थमन्त्री झिकाउनु परेको थियो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन? आज उहाँले पेश गर्नुभएको यो विनियोजन विधेयकमा मैले छलफल गरेर के उपलब्धि हुन्छ? हुन्न। त्यसैले गर्दाखेरि म आइन्जेल त बल्दै बल्दिन। हेर्नुहोस् ल, मान्य सदस्य, मान्य मन्त्री आउँदै नै हुनुहुन्छ। त्यस कारणले आफ्नो कुरा अगाडि बढाउँदै गरौँ। होइन, उहाँ आएपछि मेरो कुरा राख्नेछु। मान्य सदस्य, के गरौँ? अर्थमन्त्रीज्यू आउँदै हुनुहुन्छ, हजुरले सुरु गर्दै गरौँ। अर्थमन्त्री आएपछि समय काउन्ट गरौँला। मान्य सदस्यहरू,
आजको यो बैठक आजै 15 मिनटका लागि स्थगित हुन्छ। सभामुख बनेको 1 महिनाको पेरिफेरीमै विगतमा राष्ट्रपाले निष्पक्ष सभामुख भन्दा पनि पार्टीको कार्यकर्ताको भूमिका खेलेको भन्दै ट्याग लगाएका देवराज घिमिरेलाई टप्ने गरेको विवादमा अरियाल परिरहेका छन्। हेर्दा शालीन र संयोजनात्मक भाव जस्तो देखिए पनि सत्ताको छाया प्रष्ट देखिएको भन्दै उनको भूमिकाको आलोचना बढेको छ। संसदको 7 बैठक चलाउँदा मात्र अरियालमाथि आधा दर्जन प्रश्न उठेका छन्। श्रम संस्कृति पार्टीको विषयमा यहाँले जे भन्नुभएको छ, दैनिक रूपमा कार्यव्यवस्था समितिको बैठकहरू पनि हुन्छ, बैठकमा सहमतिहरू पनि हुन्छन्, कतिपय सहमतिहरू फेरि बाहिर आएर पालना हुँदैन। त्यो चाहिँ कार्यव्यवस्था समितिमा बैठक हुने गरेको कुरा त्यो पनि मलाई पनि थाहा छ। म पनि त्यसको सदस्य नै भएको हुनाले कहीँ कुराहरू त्यहाँ सहमति हुन्छन् त्यसमा। त अब अहिले चाहिँ मलाई लाग्छ अलिकति पहिचानको लागि पनि अब अलिकति चाहिँ केही कुराहरू भइरहेको कि भन्ने लाग्छ। सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै निस्किएपछि सचेत गराउन सक्थे। त्यसपछि विपक्षीले तारन्तार संसदमा प्रधानमन्त्रीको खोजी गरे, तर संसदप्रति जिम्मेवार बन्न प्रधानमन्त्रीलाई निर्देशनसम्म दिन सकेनन्। रविको बुई चढेर सभामुख बनेका उनी बालेनका खातिर आफ्नो निष्पक्षतालाई तिलाञ्जली दिइरहेका छन्। संसदप्रतिको जवाबदेहिता सामान्य विषय हुँदै होइन, जति सामान्य डीपीले आँकिरहेका छन्। 2052 सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले अस्पतालको बेडबाटै सांसदका प्रश्नको जवाब दिएको नजिर छ। संविधानले वर्जित गरेको विषयमा संसदमा बहस चलाइँदा उनी मुख दर्शक बने। वैशाख 29 गते रासोपाका उपनेता गणेश पराजुलीले कायम मुकायम प्रधान न्यायाधीश बारे प्रश्न उठाए। जेठ 4 गतेको बैठकमा उनै सपना प्रधान मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन रासोपा सांसद यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले च्यालेन्ज गर्दा समेत डीपी रमिते बने। नीति कार्यक्रम पास गराउने क्रममा होस् या विपक्षीहरूलाई कम संख्या भएकै कारण पेल्ने काममा होस्, डीपीको भूमिका विगतका सभामुख भन्दा तात्विक फरक देखिएको छैन। उनले सांसदलाई समय उपलब्ध गराए पनि निकै कम समय मात्र बोल्न दिएको भन्दै पटक पटक आलोचनाको तारो बनेका छन्। पहिलो बैठकमै सभापति रवि लामिछानेले संसदमा जनताका मुद्दा बोल्दै गर्दा कसैको पनि माइक नकाटिने दाबी गरेका थिए। अहिले सबैभन्दा माइक संसदमै काटिँदैछ, किनकि संसदमा सबै जसो विषय जनतासँग सरोकार राख्ने किसिमकै हुन्छन्। तर सस्तो लोकप्रियताका लागि माइक काटिने छैन भनेको रासोपालाई अहिले आफ्नै बोली भारी परेको छ। बरु विगतमा रासोपाले दानवीकरण गरेका सभामुख देवराज घिमिरे अहिले डीपी आफूभन्दा पनि पक्षपाती देखिएको भन्दै खुच्चिङ भन्दै बसिरहेका छन्। मैले जनताका कुराहरू आउन्, पार्टीका कुराहरू आउन् भनेर कुनै पनि समय 3 मिनटभन्दा घटेको मैले यस्ता समयहरू राखेँ। र उहाँले 1 मिनटमा कतिजनाको किन माइक काट्नुभयो, कस्तो निरङ्कुशता चलाउनु भयो, अनि बोलाएर गराइमा यो सरकारको प्राथमिकता छ। त्यही सरकारलाई साथ दिएर चाहिँ संसदको नेतृत्व गरिरहेको सभामुख हिँड्नु भएको छ। यसैले यो अहिले जे कामहरू भइरहेको छ वास्तवमा संसदलाई समाप्त गर्ने काममा सभामुखको भूमिका चाहिँ परोक्ष रूपबाट यसमा जिम्मेदार छ र देखिएको छ। यति मात्र होइन, सबैभन्दा धेरै जान्ने सांसदहरू यसै पटक आएको दाबी गरिएका बेला सबैभन्दा हलुका र अपरिपक्व सांसद पनि उत्तिकै देखिएका छन्। कुन बेला बोल्ने, कहाँ नियमापत्ति जनाउने, संसदीय र असंसदीय शब्द केही थाहा छैन, बोल्न पायो भन्दैमा बोलेका छन्। उनीहरूलाई जिम्मेवार बनाउन सायद सभामुखले पनि नसकेकै हुनुपर्छ। सत्ता पक्षकै सांसदले सरकारले आफ्ना आवाज नसुनेको भन्दै संसदमा विरोध जनाइरहेका बेला सरकारलाई जिम्मेवार र जवाबदेही बनाउने सवालमा पनि सभामुख चुकिरहेका छन्। विगतमा कांग्रेस र एमालेका सभामुखले गरेका गलत प्रवृत्तिको विरोध गरेर आएका उनै सांसद आज सभामुख भन्दा त्यही प्रश्नको शिकार हुनु सामान्य विषय पक्कै पनि होइन।